यो झार चाहिँ हाम्रो डाक्टर अङ्कित सरले बिहान मात्र उता तलतिर खै कता तराई कता अरे खै कतातिर तलतिरै हो उतातिर गएर देखाउनु भएको थियो। यो झार नमस्ते झार भन्दै हुनुहुन्थ्यो। यो झार चाहिँ हामीलाई पनि थाहा छ, यो झार चाहिँ हामीले बच्चैदेखि खेलाएको। यसो छोए पछाडि यो सरक्क लजाउँछ, खै कसले लजावती झार कि के कसो पनि भन्छन् जस्तो लाग्यो। अनि नमस्ते झार भन्ने आज सुने मैले। अनि हामीले केटाकेटीमा चाहिँ यो दरो चलाउँथ्यौँ, यसलाई दरो यसरी 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 गरेपछि यो सर्लक्कैसँगले चाहिँ सर्लक्कैसँगले चाहिँ यो झारले नमस्ते गर्छ। र बिहान देखेको थिएँ र मैले अहिले यसो यहाँनिर डुलेको, यहाँ मैले पनि देखेको हुनाले गर्दाखेरि मैले भने तपाईँहरूलाई यहाँ पनि हुँदो रहेछ यो झार। अलिक ओभर एक्टिङ धेरै भयो। अनि त्यस पछाडि त्यहाँ रहेछ, अनि यताउता त छ कि छैन, यहाँ नि हुँदो रहेछ है त। त्यो अनि हामीले यो जुन छ यिनीहरू रुखहरू, यो बिरुवा रुख हुन आँट्यो। यो त्यताको यिनीहरू बाहिरको होइन, यो भित्रको यिनीहरू हामीले रोपेको हो, ओटीमा हामीले गरेको हो काम। राज यिनीहरू यत्रो भइसक्यो। राम्रो छ झार, राम्रो छ। यो हामीले गरेको र हामीले यत्रो बनाइसक्यौँ। र यो झार त्यो काँडा, हामी चाहिँ काँडा भन्थ्यौँ यसलाई। सर्लक्कै लजाउँदो रहेछ। र लजाए पनि केटाकेटीमा धेरै नै खेलाएको यसलाई हामीले थाहा थियो। तर यो अहिले भाइरल हुँदैछ। त्यो भएकोले गर्दाखेरि यो चाहिँ वहाँ पनि हुने, यहाँ पनि हुने। अनि यिनीहरू पनि हामीले नै रोपेको हो। हेर्नुहोस्, हेर्न सक्नुहुन्छ। यसलाई हामीले नै रोपेर यत्रो बनाएको हो। मभन्दा पनि ठुलो भइसक्यो, म अलरेडी यति ठुलो छु, मभन्दा पनि यति ठुलो भइसक्यो। बिरुवा पात चाहिँ रोप्नुपर्छ है त। रोप्ने चाहिँ यसरी रोप्नुपर्छ। अनि त्यस पछाडि यतातिर हेरौँ कति राम्रो छ है घरहरू। मलाई चाहिँ मन पर्यो, तपाईँहरूलाई मन पर्यो परेन। अनि यो झार पनि नेपालमा हुन्छ नि फेरि। यो कति हुन्छ क्या, यो यहाँ त झन् धेरै नै छ। यो सेतै छ, सबै धेरै छ। यो नेपालमा हुन्छ नि, यो कति धेरै हुन्छ यो। अनि यहाँ सबै चिज पाउँदा चाहिँ खुसी लाग्छ क्या, एकदमै राम्रो छ। सबै चिज यहाँनिर पनि पाउँछ। कमै होला सायद, उतातिर पाउने चिज यता नपाउनु भनेको कमै मात्र होला। यहाँ सबै थोक छ हौ, केही छुटेको छैन, सबै थोक छ यहाँनिर चाहिँ। अनि त्यस पछाडि अहिले चाहिँ अब खाना बनाउने बेला पनि हुन लाग्यो होला। र यो झार चाहिँ राम्रो पनि छ। यसको यति धेरै फुल टिपेर, यति धेरै बनाएर, बुक्के बनाएर आफ्नो जोडीलाई दिन पनि सक्नुहुन्छ। यदि तपाईँहरूसँग बुक्के किन्ने पैसा छैन भने यो एकदमै राम्रो छ। यसलाई बुक्के बनाएर अनि यसलाई आफ्नो पार्टनरलाई दिनुहोस्, चाहे जे भनेर दिनुहोस्। यदि बुक्के किन्ने पैसा छैन भने म पनि त्यही सोच्दैछु क्या, त्यही भएर। अनि अब यसको कुरा सक्यो, यसको काम सक्यो, यसको कुरा सक्यो। अब भनेको चाहिँ खाना बनाउन पनि जानुपर्ने बेला हुन्छ। अनि त्यस पछाडि तपाईँलाई स्वागत त गर्नै बिर्सेछ भिडियोमा। तपाईँलाई स्वागत छ आजको भिडियोमा। अब सकिने बेलामा तपाईँलाई स्वागत छ आजको भिडियोमा। अनि त्यसलाई म के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरू हाँस्नुहोस्, रोनुहोस् होइन, तपाईँहरू जे गर्नुहोस्, तपाईँहरू गर्न चाहिँ गर्नुहोस्, म त्यो भन्न चाहन्छु। र मेरो बोली चाहिँ अलिकति सानो आइरहेको छ। त्यो किन आएको भन्दाखेरि मलाई कुनै कारणले चाहिँ छ्याकेको रोकेको छैन, तर मसँग माइक छैन, त्यो भएर एडजस्ट गर्नु होला भन्दै यसलाई यो पनि हामीले रोपेको, यति चाहिँ भइसक्यो, हामीले नै रोपेको हो। यहाँनिर यो भन्दाखेरि भक्कु खानेको, यहाँ सबै खनेर अनि अहिले यो पिस गरेको। यहाँ पहिला चाहिँ त्यो हाम्रो नेपालमा हुन्छ नि उतातिर भन्दा नि सहर बजारभन्दा बाहिर गाउँघरतिरको बाटो जस्तो हुन्छ, त्यो बाटोहरू जस्तै थियो, खनेको हामीले नै हो, खनेर मिलाएर गरेर अहिले आज यहाँ यत्तिको बनाएको छ। अब काम हो, काम भनेको चाहिँ जे पनि गर्नुपर्छ। कुनै पनि काम सानो, कुनै पनि काम ठुलो हुँदैन, सबै कुरा गर्नुपर्छ। नाइ नस्ती भन्नु हुँदैन। अझ यो त विदेश हो, त्यो भएर गर्दाखेरि भोलि सन्डे पनि ओटी छैन। अब जाने ठाउँ त कहीँ पनि छैन। अर्काको रुम अगाडि आएर भिडियो किन बनाएको भनेर भन्यो भने मसँग भन्ने प्रश्नको एन्सर पनि छैन। त्यो भएकोले गर्दाखेरि अब हामी चाहिँ रुममा पनि जाने बेला त भयो, तर पनि अब यस्तै हो।
हजारौं में के यस्तै हो। अब गीत सित पनि गाउनुपर्छ। 24 घण्टा बोलेको गर्नका लागि कुनै पनि कुरा हुँदैन हामीसँग। त्यो भएको हुनाले गर्दाखेरि यतिको कारलाई नेपालमा कतिको पर्छ होला? यहाँ त धेरै नपर्ने रहेछ त। यो कारको नाम मैले राखिदिएको छु लेडिज कार, किनभने यो कार हाम्रो 70 वर्षको हजुरआमाले कुदाउनुहुन्छ यहाँनिर चाहिँ। अनि त्यही भएर भनेको हो। अनि त्यस पछाडि मलाई चाहिँ शङ्का के लाग्दै थियो भनेदेखि मैले के भन्नु पर्छ भन्ने लागेको छैन। तर पनि म यता यसो घुमघाम गर्दैछु। अनि यो भनेको बोल्ने बानीको विकास हुन्छ भनेर कराएको। किन कराएको? किन यसरी कराएको? न कोही छ साथीहरू हिँड्ने डुल्ने मिल्ने, सबै आफ्नै पारामा छन्। एक्लै के गर्ने त। त्यो भएकोले गर्दाखेरि मोबाइल तेर्साउने, यसो भाषण हान्ने, कतै पछि चुनावमा के अरे इलेक्सनमा पालो पाइयो भने खाइ त गर्न पाइन्छ, मिल्छ। सो त्यो भएको हुनाले गर्दाखेरि चाहिँ कन्टेन्ट के पो सोचेको थिएँ। म गाउँकी हेर्नेछु, तिमी सहरिया नहेर्नु। मैले त अस्ति भनेको त। भाबीले यो निधारमा तिम्रो नाम नलेखेर के भयो त? बुढो हल्ला गर्छ फेरि। भाबीले यो निधारमा तिम्रो नाम नलेखेर के भयो त? यो दिलमा मैले तिम्रो नाम लेखिसकेको छु। माया मेटिएर जाँदैन, जत्रोसुकै बाढी हावाहुरी पठाऊ जाँदैन। अब तिमीले अर्को एक्ससँग गएर नाम लेखायौ भने त फाल्टै कुरो हो। तिम्रो नाम उसको दिलमा। अब मेरो दिलमा लेखेको चाहिँ अब मैले चाहनुपर्छ मेटिहाल्छ फेरि। मैले अर्कोलाई पट्याए पछाडि मेटिहाल्छ फेरि। अनि के बिजोक हो र यो? यसरी गर्दा लड्यो भने के हुन्छ होला है? यसरी पनि हुन्छ पैसा कमाउने तरिका? सो म तपाईँहरूलाई अब एउटा गीत गाएर सुनाउँछु। मेरो गीतको बोल रहेको छ, बोल माया। बोल माया एक वचन बोल। यो मौसमले मलाई तू गहरा सवेरा बसेरा, तू मेरा केहीलाई तिमी फुल जस्तै सुन्दर छौ माया, तिमीलाई भमराहरूले आँखा लाउला। तिमी जुन जस्तै राम्री छौ माया, तिमीलाई हेर्नेहरूले जब तक तेरी बाहों में तेरी सास हो। मन परेको मान्छेको